4 दिन, हजुर 4 दिन। सुन्दा पनि ताज्जुब लाग्ने। जम्मा 4 दिनमा गोर्खाका गुरुङ गाउँ र तिनका संस्कार संस्कृतिमा रमाउँदै, सुन्दर खर्कहरूमा रोमाञ्चक पैदल यात्रा अनि सूर्योदय र सूर्यास्तको आनन्द बटुल्दै, हिमाली श्रृङ्खलालाई अति नजिकबाट निहालेर थुप्रै अन्य रोमाञ्चक स्थलहरू डुलिवरी घर फर्किन सकिने गोर्खा जिल्लाको नवीन, सहज र उत्कृष्ट गन्तव्य। लगभग 270 डिग्री नै हिमालले घेरिएको एकदमै सुन्दर भ्यान्टेज पोइन्ट। वेलकम टु धार्जे डाँडा। Ghumante, the amazing travelers. हामी सबै घुमन्ते, नमस्ते नमस्ते सबैलाई नमस्ते। सबैजनालाई गुड मर्निङ फ्रम काठमाडौँ। हामी चाहिँ अब हिँड्न रेडी भयौँ। अलिकति ढिला भयो, 9 साढे 9 भइसक्यो अहिले चाहिँ। हामी यहाँबाट 3 जना, मनिष, अजय र म जाँदैछौँ। आगो खैरेनीबाट चाहिँ हामी दिलचनलाई पिकअप गर्छौँ। यता हामीलाई लाने साथीहरू पनि गाडी लिएर आइसक्नुभयो। अब हामी यात्रा सुरु गर्दैछौँ है त गोर्खा जिल्लाको। मुगलिङ पारी हाम्रो यात्रामा जोडिन मित्र दिलचन पनि आइपुगे। आबु खैरेनीबाट हामी पोखरा जाने बाटो छाडेर दायाँ मोड्यो। र अहिले बेलुकाको 6:15 बज्यो। हामी गोर्खाको बारपाक गाउँमा आइपुग्यौँ। यो चाहिँ हाम्रो स्टप हो आजको लागि। तपाईहरु सबैलाई बारपाक गाउँ
राम्रोसँग थाहा होला। स्पेसली यो 72 सालको महाभूकम्पपछि चाहिँ बारपाक गाउँ चाहिँ प्राय थाहा नभएको नेपाली छैन, किनभने त्यो बेलाको विनाशकारी महाभूकम्पको एपिसेन्टर चाहिँ बारपाक थियो। त्यो बेला हामीले देखेको भिजुअल्सभन्दा अहिलेको बारपाक निकै फेरिएको छ। 10 वर्षपछि सबै पुनर्स्थापित भइसकेको छ। तर अब एउटा दुःखको कुरा भन्ने कि समयको माग, त्यो भुइँचालोभन्दा अगाडिको जुन प्रकारको मौलिक गाउँ संरचनाहरू थियो त्यो चाहिँ अहिले हामी आउँदा देख्न पाइएन। अब अहिले राति भएर हुनसक्छ, अब भोलि के छ हामी अझै मजाले हेर्छौँ। सबैजनालाई गुड मर्निङ फ्रम बारपाक। अब हिजो राति चाहिँ अलिक बढी नै चिसो भएको थियो, तर बिहानको टाइममा चाहिँ त्योभन्दा निकै कम जाडो हुँदो रहेछ। अनि ठ्याक्कै राति झलल्ल बलेको बौद्ध हिमाल चाहिँ अहिले मजाले देखिरहेछ। अब गाउँमा चाहिँ अझै घाम लागेको छैन, तर बौद्ध हिमाल अनि त्यसको तलको रेन्ज डाँडाहरूमा चाहिँ मजाले घाम लागिसक्यो। एकदम मजाले बसेको गाउँ रहेछ बारपाक, अलिकति बाक्लो बस्ती पनि। तर अब अलिकति हिजो अँध्यारोलाई छाडेर बाँकी राखेको आशा पनि आज चाहिँ अब सकियो। कम्प्लिटली मोडर्नाइज भइसकेको छ बारपाक चाहिँ। यो अब ललितपुरतिर गोदावरी साइडतिर बनेको नयाँ बस्तीहरू ठ्याक्कै त्यस्तै देखिन्छ माथि छतबाट हेर्दा। तर जुन वरपरको सराउन्डिङ डाँडाहरू छ अनि एउटा गाउँले भाइब्स इनर्जी छ, त्यो चाहिँ एकदम गजब छ। अब हामी बसेको यो चाहिँ हाम्रो 2 नम्बर होमस्टे हो। अनि उहाँहरूकै छोरी ज्वाइँको चाहिँ अलिकति माथि खाजा खाने ठाउँ छ, जहाँ हिजो खाना पनि खायौँ। त्यहाँ चाहिँ अब खाजा खान्छौँ। त्यति बेलासम्म गाउँमा घाम पनि लागिसक्छ होला। अनि एक राउन्ड गाउँ डुलेर गाउँमा के छ कसो छ त्यो हेर्छौँ। म अलि अगाडि नै गएको थियो। म 1 हप्ता जति भइसकेको थियो। मेरो भाइ पनि तल काठमाडौँ शुक्रबार दिन तल झऱ्यो। त्यहाँबाट शनिबारको दिन चाहिँ बारपाकी पार्टी थियो काठमाडौँमा, माथि बालाजी डाँडामा। 3-4वटा महिलाहरूले मात्रै खाजा टपरीमा त्यो पेपर प्लेटमा लिएर आइरहेको देखेको थियो। त्यहाँबाट दुङ्गै भूकम्प गइहाल्यो। त्यहाँबाट त भागा थियो। ल बारपाकमा पनि भूकम्प गयो अरे, बारपाक चाहिँ केन्द्रबिन्दु भयो अरे भन्ने चाहिँ हल्ला चल्यो। त्यहाँबाट त गाउँमा भएको के भयो कसो भयो भनेर हामी अब सबै हल्ला भयो। त्यसो गर्दा केही छिनलाई चाहिँ हामीसित सम्पर्क भयो। त्यसपछि सम्पर्क पनि विहीन भयो। यति मात्रै चाल पायो कि ल बुवा खाइदियो भयो भन्ने चाहिँ हामीले सुनिसकेपछि हामी एउटा ट्याक्सी लिएर आउन थाल्दाखेरि बस पाएमा पनि हामीलाई रोक्यो। यो अब सरकारले चाहिँ यो बाहिर जानु दिन्न भनेर हामीलाई रोक्यो। त्यहाँबाट मैले भने अब हामी पनि यो भूकम्पमै पीडित, मेरो बुवा पनि माथि खाइदियो भयो भनेछ। अब यो भूकम्प पीडित परिवार सबै माथि छ, हामी त्यसरी अड्दै जाने होइन भने हामीलाई न त भने ट्याक्सी छोड्नु पऱ्यो, होइन भनेदेखि त्यहाँसम्म बारपाकसम्म पुग्ने वातावरण बनाइदिनु पऱ्यो तपाईँले भन्दाखेरि त्यहाँ छोड्यो। त्यहाँ छोडिसकेपछि फेरि कलङ्कीमा आएर त्यही हालत भयो। कलङ्कीमा त्यही भनेर सिज हामीले छोडिदियो। छोड्दाखेरि हामी आउँदाखेरि यहाँ त केही थिएन। यो त पहिल्यै झड्कामा गाउँ त पुरै टुटो, एउटा केही पनि थिएन। यो 16-17वटा आरसिसी घर थियो पहिला, त्यही मात्रै ठाडो थियो, बाँकी त पुरा सम्याएर बसेको।
10-12 दिनसम्म तपाईँको हाम्रो मान्छे भनेको यो गाउँ छोडेर जम्मै उता 1 नम्बर उता जुन अहिले बारी छ नि उता जम्मै उता बारी बसेको जम्मा यता सर्नु भनेको त लगभग 2-3 महिना पछि मात्रै बल्ल हामी अस्वस्थ यता सर्यो त्यसपछि मात्रै बल्ल यहाँ आफ्नो पुरानो घरको चाहिँ के छ के छैन भन्ने कुरोहरू खोज्दै आए अहिले आएर बारपाकको रूप चाहिँ फेरियो भनौँ न रूप फेरियो पहिला ढुङ्गा माटोको घर थियो भने अहिले प्रायः जस्तो आरसिसी घर बनाइसक्यो बारपाक घुम्ने क्रममा हामी चाहिँ अहिले भिसी गजे घलेको मेमोरियल प्लस म्युजियम आइपुगेका छौँ प्रथम र दोस्रो विश्वयुद्धताका चाहिँ झन्डै 13 जना नेपालीहरूले भिक्टोरिया क्रस जित्नु भएको थियो जुन चाहिँ अब ब्रिटिस सरकारले त्यो बेला दिने र स्टिल पनि हाइएस्ट मिलिटरी अनर हो जसमा चाहिँ एकदमै एक्सट्रिम भ्यालोर ब्रेभरी देखाउने इन्डिभिजुअललाई प्रदान गरिन्छ अनि कोइन्सिडेन्टली उहाँको गाउँ पनि बारपाक नै रहेछ उहाँले चाहिँ दोस्रो विश्वयुद्धताका बर्मामा जापानिज सेनाहरू विरुद्ध लड्दाखेरि देखाउनु भएको बहादुरीको कदर गर्दै भिसी पाउनु भएको हो जुनसुकै र्याङ्कले जुनसुकै तहको जुनसुकै फ्रन्टमा पनि र्याङ्कको हिसाबमा नभए बहादुरीको हिसाबमा पाउने मेडल भएकोले नै गर्दाखेरि चाहिँ 13 जना नेपालीले यो भिसी जित्न सक्नु भएको हो त्यो बेलाको अब हाम्रो बाजेहरूलाई यसको कतिको महत्त्व छ थाहा थियो थिएन तर त्यो भिसी पाउन साथ चाहिँ एक हिसाबले चाहिँ नेपाली योद्धाहरूको गोर्खाहरूको चाहिँ संसारभरि चर्चा चाहिँ चुलिएको थियो अनि त्यहीले गर्दाखेरि उहाँहरूको आफ्नो गाउँठाउँ घर परिवेशमा पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ केही फाइदा चाहिँ पुगेकै थियो अब चाहिँ संसारभरि नै पनि अनि नेपालमा पनि भिसी पाउने जीवित व्यक्तिहरू चाहिँ लगभग सकिनु भयो होला एकजना बाजे हुनुहुन्थ्यो जस्तो लाग्छ लिम्बू बाजे उहाँ पनि अब बित्नुभयो कि खाना खानुभयो बारपाक यो नाम रहेको चाहिँ उहिले घले राजाहरू आउँदाखेरि यहाँ 12 बाघ आएको थियो अरे अनि 12 बाघको नामबाट चाहिँ बाराबाग रहेको भन्ने चाहिँ यहाँ एउटा हामीले त्यो सुनिएको छ बारपाकमा जब सुरुवातमा बस्ती बसेको कथाहरू चाहिँ यस्तो छ पहिला यो खेम्बो लामा र यो भैजा लामा दुई भाइ आएको रहेछ यहाँ अनि त्यो बेला पानी चाहिँ नभएको गर्दाखेरि यो माहु भन्ने ठाउँमा चाहिँ चेपे अलिकति ऊ मात्रै थियो अरे क्या त्यहाँबाट उही दुई भाइबाट चाहिँ अब पानी चाहिँ त्यहाँ मन्दारेर अरू के आफ्नो घन्टी अब त्यो उनीहरू जान्ने लामाहरूको के थियो होला त्यो बजाएर उनीहरूले त्यहाँ पानी निकालेर क्या पानी निकालिसकेपछि दुई भाइ झगडा भयो एउटाले भने मैले निकाल्यो भने एउटाले भने
मैले निकाल्यो भन्ने अब त्यो झगडा सम्झौता हुनु नसकेपछि चाहिँ घले राजालाई ल्याउँ भनेर अनि घले राजालाई माथि लिनु गएको रहेछ त्यहाँबाट घले राजा यहाँ ल्याएर अनि घले राजाले चाहिँ उहाँ दुई भाइलाई चाहिँ सम्झौता गरिसकेको रहेछ तर त्यो कसले पोजीले जित्यो या खेम्बो लामाले जित्यो त्यो चाहिँ थाहा भएन तर घले राजाले चाहिँ त्यो झगडालाई चाहिँ उनीहरूलाई समाइदियो बारपाक डुल्दै गर्दा स्थानीयहरूसँगको भलाकुसारी र छोटो बसाइमा अनुभूत भएका केही प्रसङ्ग भूकम्पपछि बारपाक धेरै बदलिएको छ बाहिरी स्वरूपसँगै स्थानीयको दिनचर्यामा पनि केही फेरबदल भएका छन् गाउँमा पशुपालन लगभग शून्य छ त्यो मौलिक गुरुङ गाउँको भौतिक रूप फेरिए पनि स्थानीयको मिजाज र हार्दिकताले बारपाक आत्मीय लाग्छ विध्वंसबाट पुनर्स्थापित भई बारपाकीसँगै हँसिलो मुद्रामा उभिएको छ बारपाक गाउँ मैले जस्तो देखेको छु यसमा त्यस्तै ल है त अहिले दिउँसोको 1 बज्यो हामी चाहिँ यो माम्चे भन्ने ठाउँमा आइपुग्यौँ खासमा हाम्रो प्लान चाहिँ अब बारपाकबाट हिँडेरै आउने थियो तर समय पनि अलिक ढिलो भएको अनि फेरि गाडीको एक्सेस पनि भएकोले गर्दाखेरि गाडीमै यहाँ माथि चढेका छौँ अनि अझै अब हामी जाने डाँडा धार्जे डाँडा चाहिँ यहीँ पछाडि छ हामी यहाँ खाना खाएर अनि खाना खाएपछि फेरि त्यो गुप्सी पाखा त्यो नयाँ बस्ती लाप्राको त्यहाँसम्म गाडी जान्छ रे सो आज गाडी लिएर त्यहाँसम्मै जान्छौँ अनि बल्ल हाम्रो वाकिङ स्टार्ट गर्छौँ अब अहिले हामी आइपुगेको मान्छे पनि एकदमै राम्रो ठाउँ रहेछ पछाडि अघि बिहानसम्म हामीले बौद्ध हिमाल मात्रै देखाएको थियौँ भने अहिले यहाँ यो 2800 मिटर अल्टिट्युड चढ्ने बित्तिकै हामीले चाहिँ धेरैवटा नयाँ रेन्जहरू अनि अझै विशेष त यो तल हाइवेमा हिँड्दा देखिने यो काटिएको हिमाल जहाँसम्म मनास्लु हो कि कुन चाहिँ हो त्यो पनि छर्लङ्ग देखिँदो रहेछ अब यो 2800 को हाइट भएकोले गर्दाखेरि वरपर सबै सेम हाइटको डाँडाहरू अनि तल तल गोर्खा बजार मनकामना सिरानचोक डाँडाहरू देखिरहेछ हामी जाने धार्जी डाँडा पनि खासै योभन्दा धेरै हाइटमा छैन 3000 प्लस समथिङमा होला अनि त्यहाँबाट पनि अलमोस्ट यही भ्यू देखिन्छ यात्रा चाहिँ अब हाम्रो ट्रेकिङ चाहिँ एकदमै सहज हुनेवाला छ अब चाहिँ हेर्दा पारिलो घाम डाँडामाथि छ राम्रो छ त्यो सँगसँगै यो मान्छे चाहिँ परापूर्वकालदेखिको अब अहिले पनि ट्रेकिङको लागि अनि मान्छे आवत जावत गर्नको लागि पनि यो चाहिँ एउटा ट्रान्जिट पोइन्ट जस्तो अनि हाम्रो खेमराज दाइले यसको बारे अझै डिटेलमा थोरै भनिदिनुहुन्छ यो यतापट्टि र यतापट्टि कता हो दाइ के हो यो चाहिँ लोवर मनासलु भित्रको जस्तै यो रुट यो डाँडा 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 हो त्यहाँ चाहिँ त्यो खोज देखिएको चाहिँ खोजको छेउमा चाहिँ हाम्रो रुबी नाला पास भन्ने छ त्यसको हाई 4721 छ नेपालमा भविष्यमा चाहिँ पैदल यात्रा गर्ने
चाहिँ रुट यो बाहेक कुनै पनि रहँदैन किनभने उताबाट लाड्के पासको लागि अनि मोटर बाटोको व्यवस्था भइसक्यो उताबाट मनाङबाट उता भीमदाङ आइसक्यो यसको पछाडि त एकदम स्विजरल्यान्ड जस्तो ठाउँ छ एकदम सम्म ठाउँ यसको पछाडि भएको ग्लेसियरहरू यति ठुलो ग्लेसियर छ क्रस गर्नै मात्रै 45 मिनट लाग्छ हाम्रो अहिले ठाउँमा हाम्रो क्याम्पिङ चाहिँ पोर्टर हाउस तयार बनाइसकेको छ खानेपानी तयार बनाइसकेको छ पुलेसहरू बनाइसकेको छ हामीले इमर्जेन्सी केही परिहाल्यो भने हाम्रो चाहिँ रुबिनालाको हाई क्याम्पमा हेलिप्याड तयार गरिसकेको छ हाम्रो यो बौद्ध हिमाल यहाँ माथि देखिरहेको सिरिङ्गी हिमाल भयो हजुर माथि काटेको हिमाल चाहिँ कुन हो सिरिङ्गी यहाँ चाहिँ यता चाहिँ गणेश हिमाल हाम्रो गणेश हिमाल पिक 5 छ अनि यसको पछाडि रसुवा यता देख्ने हाम्रो लमजुङ हिमाल अनि यता यो बिचमा गोर्खा हिमाल छ हामी हाम्रो गाडीको लास्ट पोइन्टलाई थोरै छोडेर यतापट्टि तल यो लाप्राक माथिको नयाँ बस्ती गुम्सी पाखा भन्ने ठाउँ त्यो हेर्न आएछौँ अनि यो ठाउँको बारे चाहिँ मैले भूकम्पपछिको केही वर्षहरूमा जब यसको कन्स्ट्रक्सन कम्प्लिट भयो त्यसपछि एउटा आर्टिकल पढाएको थिएँ अनि आज चाहिँ ठ्याक्कै यो ठाउँ देख्न पायौँ यो ठाउँबाट चाहिँ गाउँ अझै निकै तल छ अनि अब एनआरएनएले होला जस्तो लाग्छ मलाई उहाँहरूको सहयोग जुटाएर चाहिँ यो प्रत्येक लाप्राकवासीको लागि भनेर एउटा घर बनाइदिनु भएको छ तर उहाँहरूको चाहिँ यो अरू बेला यो खर्क भेडाहरू राख्ने अथवा माथि लेकको ठाउँ भएकोले गर्दाखेरि चाहिँ यहाँ घरहरू बने पनि लाप्राकको मान्छेहरू चाहिँ कोही पनि यहाँ सर्नु भएन अब एक हिसाबले यो रिसर्च नपुगेको अथवा लङ साइटेड नपुगेको एउटा प्रोजेक्टको नमुना भयो अनि त्यसपछि अर्को भनेको जुन रिसोर्स थियो त्यसको पनि प्रोपर युटिलाइजेसन नभएको चाहिँ राम्रो एक्जाम्पल हो तर फेरि त्यसमै अर्को पोजिटिभ साइड चाहिँ अब विगतको केही वर्षहरूमा चाहिँ यो ठाउँ चाहिँ अलिकति पर्यटकको रूपमा पपुलर भइरहेछ सिनिक भएकोले अनि यो डाँडालाई पुरै हिउँले ढाकेको बेला चाहिँ यो सिनरीहरू यो ल्यान्डस्केपले गर्दाखेरि चाहिँ केही पर्यटकहरू आउन थालेपछि चाहिँ अब लाप्राककै मान्छेहरूले अब यो घर उहाँहरूलाई बस्नको लागि बनाइदिएको भए पनि यसलाई चाहिँ एज अ होमस्टे अपरेट गरिरहनु भएको छ अब हामीलाई नि मन थियो एक दिन चाहिँ यहाँको कुनै एउटा होमस्टेमा बसौँ भनेर अब तर हाम्रो टाइमको कन्स्टेन्टले गर्दाखेरि चाहिँ हामी यति हेरेर फेरि ब्याक फर्किन्छौँ अनि हामी हाम्रो ट्रेक सुरु गर्छौँ तर लोकेसन वाइज अब जे हुनु भइसक्यो फ्युचर पोटेन्सियल सम्भावना चाहिँ यसको एकदम राम्रो देखिन्छ अलिकति प्रोपर गर्न सकियो भने किनभने जुन प्रकारको इन्फ्रास्ट्रक्चर बनाउनु भएको छ त्यो वेल प्लान्ड चाहिँ छ सबै घरको अगाडि बिजुलीको सेवा अनि लाइन गरेर आँगन अलिकति अब एउटा पुरै फ्यामिलीलाई चाहिँ अलिकति ठुलो फ्यामिलीलाई चाहिँ फिजिबल छैन तर अब यही भइसकेको चिजलाई चाहिँ होमस्टेमा कन्भर्ट गर्न सकियो भने चाहिँ एकदम प्रिमियम टुरिज्म नै यहाँ भित्राउन सकिन्छ हामी चाहिँ अब यो गुप्सी भन्ज्याङमा हाम्रो गाडी रोक्यो यहाँदेखि चाहिँ हामी ट्रेकिङ स्टार्ट गर्दैछौँ 2830-50 को अल्टिट्युड छ यसको चाहिँ अनि यो ठाउँको एउटा इम्पोर्टेन्ट कुरा चाहिँ यो हाम्रो बारपाक गाउँ र लाप्राक गाउँको ठ्याक्कै बोर्डर पोइन्ट हो यहाँ तल हामी अब ढिलोमा 3 घन्टामा चाहिँ धार्जे डाँडा पुग्छौँ अनि एउटा अब यो गाडीमा यहाँसम्म आएको एउटा फाइदा चाहिँ ठाडो उकालो चाहिँ हामीले लगभग सबै काटिसक्यौँ
त्यहाँ बसेर पोखरी पनि त्यहाँ दुध पोखरी एउटा काठ पुग्ने चाहिँ यो धार्जे डाँडा हामी अहिले माम्चेबाट हिँडेको 1 घन्टा जति भयो अनि त्यति टाइममा चाहिँ यो नाम्बे भन्ने खर्कमा आइपुग्यौँ। अब सुरुमा देख्दा चाहिँ हामी छक्क परेको थियौँ त्यहाँ पनि गाउँ रहेछ भनेर। तर यहाँ चाहिँ यो टेम्पोररी सेल्टर जस्तो यो ठाउँमा चाहिँ एकदम राम्रो आलु फल्छ अरे, त्यही भएर गाउँलेहरूको यो गोठहरू सानो सानो बाँसहरू मात्रै रहेछ। अघि भर्खर पनि एकजना आमालाई भेटेको थियौँ। अनि अब यहाँबाट चाहिँ हामी जाने डेस्टिनेसन लगभग 1 घन्टाको दूरीमा छ कि भन्ने आश छ। सनसेट भ्याइन्छ कि भ्याइँदैन त्यो आफ्नो ठाउँमा छ। अझै बेलुकाको 4:45 भयो। हामी सुम्बै खर्क आइपुग्यौँ। अब यो धार्जे डाँडा त्यहीँ माथि छ, अझै 1 घन्टा लाग्छ कि भन्ने कुरा छ। किनभने यहाँबाट हेर्दा सिधा देखिए पनि बिचमा एउटा खोज छ अरे। तर यही सुम्बै खर्क पनि एकदमै बवाल स्पट रहेछ। राम्रो मजाले फैलिएको खर्क। अनि त्यसपछि अब यताबाट घाम डुब्दैछ। अनि हाम्रो अहिले यहाँबाट चाहिँ हामीले अन्नपूर्ण साउथदेखि माछापुच्छ्रे, लमजुङ हिमाल, अन्नपूर्ण फोम हुँदै यो बौद्ध हिमाल एकदमै ठुलो देखिएको छ यहाँबाट। अनि त्यसपछि यता हाम्रो यता आएर चाहिँ नि गणेश हिमालको रेन्जहरू अलिकति अघि चाहिँ लाङटाङसम्म देखिरहेको थियो। सो हिमालयन भ्यू पनि अलमोस्ट अब 270 डिग्री छ हाम्रो वरिपरि। अनि यो पाखामा घाम चाहिँ पारिलो मजाले लागिरहेछ। हामी चाहिँ सकेसम्म अब यहीँ घाम नडुबेसम्म यसो समय बिताएर बल्ल अगाडि लाग्छौँ।
हामी फाइनली बेलुकाको 6:15 चाहिँ ठ्याक्कै धार्चे डाँडा मुनिको यो एउटा सेल्टर रहेछ त्यहाँ आइपुग्यौँ। अब तलबाट यो सुम्बै खर्कबाट माथि लाग्दा चाहिँ अलिकति अप्ठ्यारो भएको थियो किनभने हामी चाहिँ त्यसपछि चाहिँ 3000 मिटरको अल्टिट्युडमा हिँडिरहेको थियौँ। यसको अल्टिट्युड चाहिँ 3200 मिटर हाराहारीमा छ। अनि धार्चे डाँडा चाहिँ यहाँदेखि थोरै माथि 15-20 मिनट माथि छ। अब यहाँ यो पोर्टर हाउस भएकोले गर्दाखेरि आगोसागो बालेर अब खानासाना पकाउने हाम्रो तयारी हुँदैछ। प्लस यसले चाहिँ हामीलाई धेरै सजिलो पनि बनाएको छ। पानीको चाहिँ अलिकति समस्या भएकोले हाम्रो भाइहरू चाहिँ तल यहाँदेखि झर्न त आधी घन्टा होला, आउनु चाहिँ 1 घन्टै लाग्ने सुम्बै खर्क फेरि पुग्नु भएको छ। जसोतसो एडजस्ट गरेर आजको हामी रात काट्छौँ। अनि भोलि चाहिँ हामी यहाँबाट एकदम वन्डरफुल सनराइज अनि अघि देखेको हिमालको रेन्ज प्लस अरू रेन्जहरू हेर्छौँ। धन्यवाद धन्यवाद है। अर्को दिन हामी एका बिहानै धार्चे डाँडा उक्लियौँ। हाम्रो बासदेखि डाँडा पुग्न करिब 15 मिनट जति लाग्थ्यो। जाडो थियो। सूर्योदय पर्खिँदै गर्दा एकछिन आगो बालेर ताप्यौँ। पूर्वबाट बिस्तारै घामको पहेँलो किरण छरिन थाल्यो। क्षितिजैभरि हिमालै हिमाल, दक्षिणतिर डाँडाकाँडा र उपत्यकाहरू सुन्दर तर अनएक्सप्लोर्ड। दिस इज धार्चे डाँडा फर यु। हामी चाहिँ अहिले अब धार्चे डाँडामा बिहानको सनराइज हेरेर मजाले आनन्दले घाम तापेर बसिरहेछौँ। यो यात्रा सम्भव हुनु, यो यात्रामा हामी आउनुको पछाडि चाहिँ हाम्रो राजा रामगाईजीको एकदमै ठुलो हात छ। हामीले यो
जेनजीको आन्दोलनभन्दा अगाडिदेखि यो ठाउँ चाहिँ जाने कि भनेर प्लान गरिरहेको हिँडि नै सकेका थियौँ तर अब विभिन्न परिस्थितिले गर्दा सरेर अहिले यो डिसेम्बरको महिनामा आइपुगेका छौँ थोरै अलिकति राजेन्द्रजी आफ्नो बारे केही कुराहरू राखिदिनुहोस् मेरो म गोर्खाको स्थानीय पर्यटन व्यवसायीको हिसाबले यो ठाउँ चाहिँ पोटेन्सियल छ भनेर धेरै अगाडिदेखि महसुस भइराखेको थियो तर एक्सप्लोर हुन बाँकी थियो आजको यो बिचमा स्थानीय सरकारसँग पनि धेरै फेर सम्पर्क गर्ने प्रयास गऱ्यौँ उहाँहरूको पनि इच्छा छ रहेको तर यसलाई कसरी प्रचार गर्ने भन्ने आइडियाको कमी भइरहेको बेलामा कञ्चनजीसँग चाहिँ मैले धेरै अगाडि प्रस्ताव राखेको थिएँ यो एक्सप्लोर गरौँ एक फेर यसलाई चाहिँ प्रमोट गरौँ यो चाहिँ गोर्खाको बत्तीमुनिको अँध्यारो भइराखेको थियो पर्यटनमा यो हिमाल मात्रै होइन कि गोर्खाको जुन साम्प्रदायिक र सांस्कृतिक सबै समेट्ने कल्चरल ट्रेल छ यो ट्रेल चाहिँ हामीले यसलाई इको ट्रेलमा प्रमोट गर्न खोजिराखेका छौँ कम्युनिटी बेस इको ट्रेलको कन्सेप्टमा गइराखेका छौँ कम्युनिटीले नै यसलाई प्रमोट गर्ने कम्युनिटीले बेनिफिटेड हुने र कम्युनिटीले नै प्रिजर्भ गर्ने कम्युनिटी अवधारणामा जाने प्रयास गरिरहेको छौँ यहाँबाट धेरै अप्सनहरू छन् यो धारची डाँडामा आइपुग्नेको गोर्खाको धारपानी देउरालीबाट सुरु गर्न नि सकिने भयो बारपाकबाट सुरु गर्न नि सकिने भयो गुम्दा लाप्राकबाट सुरु गर्न नि सकिने भयो खोर्लाबेसीबाट सुरु गरेर यहाँ आउन नि सकिने भयो यहाँ आएर चाहिँ रुबी नाला पास गरेर गोर्खाको उत्तरी जगत मनासुलु सर्किट जानलाई असाध्यै उत्कृष्ट ट्रेल हो यो ट्रेल चाहिँ 150 किलोमिटर काठमाडौँबाट 150 किलोमिटर पोखराबाट अबाउट 150 किलोमिटरमा सुरु गर्न सकिन्छ इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको काम भइराखेको छ मलाई विश्वास छ यो ट्रेल छिट्टै नै नेपालको असाध्यै रुचाइएको असाध्यै चर्चित इको ट्रेलमा कन्भर्ट हुनेछ हाम्रो फ्रेम सेट भयो यही फ्रेममा हामी फोटो खिच्छौँ है धारचेमा घुमघाम गरेर अनि लन्च खाएर हाम्रो बारपाकको साथीभाइ टोलीसँग हामी छुट्टिएर अब चाहिँ उहाँहरू बारपाकतिर फर्किनु भयो हामी चाहिँ यो ट्रेल पछ्याएर अगाडि लाग्छौँ अहिले चाहिँ दिउँसोको 11:30 भयो हामी पुग्ने भनेको चाहिँ ठुट्नेरी भन्ने ठाउँ हो आज अब यहाँदेखि ओह्रालो भए पनि अब बाटो अलिक लामै भएकोले हामीलाई त्यस्तै 3-4 घन्टा लाग्छ होला ओखर हो यो चिन्नुभयो यो चाहिँ हामी ठुट्नेरीदेखि तल झर्ने क्रममा दाइले अघि भन्नुहुन्थ्यो ओखर खानुस् भनेर चाहिँ ओखर हुँदो रहेछ यस्तो अर्को ओखर त देखाएको थियो यस्तो खालको ओखर त देखिएको थिएन यो त उ रहेछ नि त ओखर भने पनि त्यो चेस्टनट क्या चेस्टनट त्यो हो नि यो त
यस्तो हुने रहेछ यो के अरे त्यो इङ्ग्लिस कार्टुनतिर देखाउँछ नि स्क्वायरले खुब कलेक्ट गर्छ नि आइसिएसमा छ नि त एउटा आइसिएसमा त्यही यहाँ पनि छ ओखर गतिलो भेटाइयो है टर्रो हुने हो कि दाइलाई हातो यो पाकेको जति सबै हाम्रो बाटो हिँड्ने गोठाला दाजुभाइ अगाडिकोले खाइहाल्नु भएको रहेछ हामीले भेटेको चाहिँ पहिलो गाछमै टर्रो भयो दाइलाई टर्रो भएको थियो कि मलाई पनि टर्रो भयो अरे यो छ ल यो होला यो राजनजीलाई दिनु त दाइ यो मिठोवाला अहिले म खान्छु अनि फेरि उहाँहरूलाई फेरि कति दाडी सेभ गर्नु हो भने त यहाँको पानी हो त्यही स्टडी जस्तो लाग्यो मैले खाएको टर्रो हुन्छ बरु नखान कोही कोहीलाई बमिट आउँछ नखान मैले खाएँ फल हो तै पनि अब हामीले डाइजेस्ट गर्न टेस्ट गर्नु मुख चाहिँ गुलियो हुँदो रहेछ पानी खान्छ मिठो हुन्छ मलाई खाएको थियो पानी खान्छ कस्तो मिठो हुन्छ हामी चाहिँ अब जहाँसम्म लाग्छ लगभग 5-10 मिनट्समा गाउँ इन्टर गर्छौँ ठोटनेरी गाउँ माथि चाहिँ पानीको समस्या रहेछ धारा चाहिँ बनाउनु भएको रहेछ गुराँसे डाँडा ठ्याक्क तल तर जति तल आयौँ त्यहाँ चाहिँ खोल्सा खाल्सीहरू एकदमै मजाले थियो आजको सबै ओह्रालो नै थियो अनि कस्तो भयो त अझै ओह्रालोको हिँडाइ ओह्रालोको हिँडाइ चाहिँ अहिले धेरै गाह्रो नै भइरहेको छ सबसे रमाइलो भएको हाम्रो माथि के अरे दार्चुला होइन दार्चे हिलमा चाहिँ धेरै नै रमाइलो भयो र यसपालि चाहिँ के भयो भन्दाखेरि अरू बेला चाहिँ हामी उकालो चढ्न नसक्ने यसपालि चाहिँ ओह्रालो झर्न चाहिँ अलिक गाह्रो नै भइरहेको छ किनकि यसपालि चाहिँ हामी ओह्रालो खासै हिँड्नै हिँडेन कि त्यो जिपले रोकेपछि हामी लाइक तेर्सो नै हिँडेर मोस्टली अहिले चाहिँ पुरै ओह्रालो ढुङ्गाले छापेको बाटोहरू छ रमाइलो छ आइपुग्यो अब केही बेरमा गाउँ पुगिन्छ हामी धारचैबाट 11:30 जस्तोमा हिँडेका थियौँ अहिले यो ठोटनेरी आइपुग्दा चाहिँ ठ्याक्कै 4:15 भयो आजको यात्रा खासै लामो पनि होइन अनि अप्ठ्यारो पनि थिएन ओह्रालो बाटो झऱ्यौँ अनि अहिले चाहिँ अब परबाट पनि देखिएको थिएन यो डाँडाको घुम्ती काटेपछि बल्ल यो गाउँ देखियो चाहिँ ठोटनेरी गाउँ एकदमै सुन्दर छ अनि हामी चाहिँ यो क्रममा झन्डै 1400-1500 मिटर तल झरेका छौँ अब आज हाम्रो बास चाहिँ यही गाउँमा हुन्छ अब यहाँको 1-2वटा होमस्टेहरू छ हामी सबैजना एकै ठाउँमा नअट्ने भएकोले 2 टिममा बाँड्छौँ अनि अहिले भर्खर सुने अनुसार चाहिँ यहाँ अलिकति सांस्कृतिक कार्यक्रम पनि हुन्छ कि भन्ने कुरा छ अब स्योर चाहिँ छैन बेलुका भयो भने यहाँको मारुनी हुन्छ कि के हेर्छौँ अब यात्राको चाहिँ लगभग हाम्रो हिँड्ने ट्रेकिङ गर्ने पार्ट चाहिँ सकियो मास्तर गाउँ पुग्दा आजभोलि देख्न मुस्किल पर्ने परम्परागत आरन भेटियो
हामी यो ठोटनेरीमा मारुनी नाच्छ भनेर हेर्न आएको यो प्रधान बाजेको घरमा चाहिँ भित्र बोजूहरूले खाना पकाउँदै हुनुहुन्थ्यो र यसो हेर्न आएको। यहाँ अलिकति अनौठो चिज देखिन्छ। यो खम्बामा चाहिँ बार जस्तो लगाएको छ तर पुरै बारेको पनि छैन। के हो यो भनेर यसो सोधपुछ गर्दाखेरि चाहिँ अब यो घरको थाइला छोरा जो चाहिँ फेरि बाहिर उहाँको फोटो पनि छ ग्रेजुएसनको, ब्याङ्कको जागिरे पनि हुनुहुन्छ, उहाँ चाहिँ धामी निस्किनु भएको रहेछ। अनि ऊ त्यहाँ पर खम्बामा चाहिँ त्यो उहाँले बजाउने ढ्याङ्ग्रो पनि रहेछ। अनि यो चाहिँ अब कस्तो रह्यो भने अब हामी बाहिरको मान्छे पनि यो क्रस गरेर जान मिलेन। घरकै मान्छे घरको बुहारी चाहिँ जान मिल्यो। अनि फेरि छोरी बिहे गरेर गएको छोरीचेली पनि फेरि यहाँ पस्न नमिल्ने अरे। अनि अब यो गाउँघरको यो एउटा अनौठो चिज देख्नु पाइयो आज चाहिँ। अनि अलिकति इन्ट्रेस्टिङ पनि किनभने डिग्री गरेको मान्छे ब्याङ्कको जागिरे मान्छे चाहिँ धामी निस्किनु भएछ कि। गुड मर्निङ सबैजनालाई ठोटनेरीबाट। अहिले 8 बज्यो बिहानको। खास यहाँबाट गाडी पाउने भए पनि तल एउटा गुफा छ, अलिक ठुलै गुफा छ अरे। त्यो गुफा एक्सप्लोर गर्ने प्लान छ। त्यसपछि देउराली पुगेर भयो भने हामी काठमाडौँ नै फर्किन्छौँ आज। हिजो एक प्रकारको रमाइलो भयो। अनि यहाँ बस्दा पनि बिहानै मजाले पहिल्यै घाम लाग्दो रहेछ। अनि बेलुका मात्रै थाहा पायो हामीले यता पछाडि चाहिँ हाम्रो माछापुच्छ्रे अन्नपूर्ण लमजुङको रेन्ज चाहिँ मजाले देखिँदो रहेछ। उयो डाँडा पछाडि चाहिँ गणेश हिमाललाई चाहिँ यो डाँडाले छेकेको छ। हिजोको क्याम्पिङको कम्पेरिजनमा आजको बास चाहिँ एकदम रमाइलो भयो। अब हामी गाडी भए पनि पैदलै बाटो लाग्छौँ अगाडि। ल धन्यवाद दाइ है त। भोलि भेटौँला। भोलि रे पछि भेटौँला, फेरि भेटौँला। यो गर्न थालेको मैले भयो त्यस्तै 10-15 वर्ष थियो। योभन्दा पहिला तपाईँको बुवाले गर्नुहुन्थ्यो कि कस्तो? बाजेदेखि? हजुर, बाजेदेखि नै हो। यही ठाउँमा थियो? यही ठाउँमा हो। के बनाउनुहुन्छ तपाईँले मेन चाहिँ? यहाँ हाँसी, कोदालो, बन्चरो। यसको नाम चाहिँ खलाती भन्छ हजुर है? यो हजुर पुग्नेको? हजुर, यसको खलाती, यसको नाला भन्छ, यसको सनस भन्छ। अनि यसलाई भन्छ गोल चलाउने ढोलेट काठ। यो चाहिँ कोइला यसो चलाउनु? हजुर, ढोलेट काठ भन्छ यसलाई चाहिँ सिनो भन्छ। अनि यिनीहरू त अब ठोक्ने अम्बर भयो अहिले। त्यो चाहिँ त्यो ठोक्ने राख्नेलाई के भन्नु? यसलाई ली भन्छ। ली। एउटा यो बाजेले बनाउनु भएको कति पैसा पर्छ बाजेलाई? यसलाई पैसा पाउने उसलाई त मैले बाली कति हुन्छ त्यो अहिले पनि त्यही हो पालाको के छैन छ आफूले मकै छैन मकै दिने कुलो छैन कुलो दिने पुरानै चलन। हजुर, पैसा दिनुहुन्न बाजेले? हजुर, त्यो पुरानो। के दिन लानुभयो त बाजे यसको साटो? झाँसी नै मकै अलिअलि दियो, कोदो अलिअलि दिने त्यति। कोदो दिनुभयो, मकै दिए, मकै दिनुभयो। कहीँ चाहिँ बालीघर भयो, त्यो चाहिँ बालीघर भन्छ। त्यसैजना कमाउनु आउनुले दिन्छ। एउटा हाँसी अर्दाको कहिले 100 रुपियाँ दिन्छ, कहिले 20 रुपियाँ। झर्दै गर्दा मकै भुटेका आवाज आएको थियो। एकजना दाइ मकै चबाउँदै बाहिर निस्किनु भएको थियो। अनि दाइलाई यसो के हो दाइ मकै खानुभएको?
भनेको हल्का दाइले एक्लै एक्लै खानुभएको भने जस्तो लागेछ। दाइ अनि भित्र जानु भएको छ है। अब यहाँ पर्खिँदैछ, लजाएर जानुभयो कि यसो मकै लिन जानुभयो। मकै नै पाइन्छ। मकै खाने आउने दाइ चाहिँ उहाँ हो। मकै ल्याइदिन आउनुभयो होला दाइ भने हामी त्यहाँ बारीमा पर्खे। हस्। गुफा जाने चाहिँ सडक बाटो पनि छ अनि गाउँभित्रकै बाटो। अहिले चाहिँ हामी गाउँभित्रकै बाटो हिँडिरहेको छौँ। एकदम हल्ला गर्छ सुगा। गाउँबाट ओह्रालो लाग्दा हामीले छ्यादादुलु गुफा जाने बाटो बिरायौँ। यो बोक्रा त यो त धानको बोक्रा होइन? यो चाहिँ बाँकी भएको? ए यो चाहिँ भटमास। यताउता सोधपुछ गरेपछि गुफा जाने सही बाटो भेटियो। ठोट्नेबाट ओह्रालो लागेर सिधै यो तलदेखि नै यो फाँटमै आइपुगेपछि हल्का मोडेर अहिले चाहिँ हामी यो सीता गुफा, यसको खास नाम चाहिँ छ्यादादुलु हो, त्यहाँ आइपुगेका छौँ। गुफाको बारे एउटा रमाइलो रोचक भनाइ चाहिँ के रहेछ भने यहाँबाट भित्र चल्ला छोडेको, त्यो चल्ला चाहिँ 5-6 महिना यस्तै समयपछि चाहिँ आरुघाट बजारमा निस्केर बास्छ अरे। त्यति गहिरो, त्यति लामो छ भन्ने एउटा रमाइलो कहानी मात्रै रहेछ। तर अहिलेलाई चाहिँ यहाँको अब अफिसियल मेजरमेन्टमा चाहिँ यो चाहिँ 185 मिटर गहिरो भन्ने चाहिँ रहेछ। अब यो ठाउँ भर्खरै मात्रै सीता गुफा भन्न थालिएको, तर त्यो किंवदन्ती कथाहरू सुन्दा चाहिँ यो गुफाभित्र केही स्पिरिचुअल शक्तिहरू रहेको छ भनेर अब मान्न सकिन्छ। किनभने चाहिँ छ्यादादुलु नाम रहनुको पछाडि पनि पहिला चाहिँ यहाँको स्थानीय झाँक्रीहरू चाहिँ आफ्नो शक्ति प्र्याक्टिस गर्नको लागि चाहिँ यो गुफामा बस्ने चलन थियो अरे। अनि आजभोलि पनि माताहरू अथवा विभिन्न अब सिद्ध ध्यान गर्ने मान्छेहरू चाहिँ बेला बेलामा आएर यो गुफामा बस्नुहुन्छ भन्ने कुरा रहेछ। अब एउटा जोडेको मिथ चाहिँ के पनि छ भने अब पहिला राम आउँदाखेरि चाहिँ अब सीता माता चाहिँ यहाँ गुफामा बसेको अथवा यो गुफामा लुकाएको भन्ने कता कथा पनि रहेछ यो ठाउँमा। यो चाहिँ यो गाईको थुना हो। यो चाहिँ अब पहिला यो उछिले केटाहरूले चाहिँ यो बाँधिदिएको हो। यो नत्र यो 4वटा थियो कि, 1, 2, 3, 4वटा। अनि यहाँ चाहिँ दर्शन गर्न आउनेले चाहिँ अब त्यो गाईको दुध थुन भन्दै अनि यसरी दुन्थ्यो कि पहिला। यसरी नै दुन्थ्यो, तर यो बाँधिदिएको हो कि केटाहरूले चाहिँ। अनि यहाँबाट चाहिँ अब हामी सानो दुलो छ, यहाँबाट अलिक अगाडि गइसकेपछि पापी र धर्मती
भन्ने चाहिँ दुलो आउँछ यहाँबाट गएपछि चाहिँ अब सुतेर जानुपर्छ फेरि हजुर यो पापी धर्म खै देखाउँछ होइन अलिक उता गाडी जाँदैन भनेर नि त म बुझिसकेँ त्यही भएर उसले त्यहाँ बोलाएर खाइदिएको जस्तै के छ क्या हामी यो छ्यादादुलु गुफाको अब यो जुन हाम्रो तयारी छ त्यो तयारीले पोसिबल हुनेसम्मको कुनामा आयौँ अब यहाँदेखि पनि बाटो चाहिँ छ त्यहाँदेखि अझै अगाडि गएपछि अझै न्यारो भएर जान्छ अनि त्यति जानलाई चाहिँ अलिकति योभन्दा वेल प्रिपेयर्ड हुनुपर्ने जस्तो लाग्यो त्यो रिस्क नलिकन हामी चाहिँ अब यतिमै हेरेर फर्किँदैछौँ यो गुफाको चाहिँ स्ट्रक्चर चाहिँ तर एकदम युनिक रहेछ ठाउँ ठाउँमा ठुल्ठुलो हल अनि फेरि साँगुरो पासहरू अनि अझै अनएक्सप्लोर्ड सानसानो दुलादुलीहरू चाहिँ टन्नै छ अब के थाहा होइन एउटा साँच्चै चल्ला छोडेर चल्ला लक्किली भित्र बाँच्दै गएर भाले भएर आरुघाट निस्केको साँच्चै पनि हुनसक्छ यसको डेप्थ हेर्दाखेरि चाहिँ अब यो छ्यादादुलु गुफा घुमाइले चाहिँ अर्को कुरा पनि हामीलाई एकदम खुसी दिएको छ हाम्रा केही पापी साथीहरू चाहिँ बाहिरै अड्किनु भयो हामी चाहिँ यो जुन दुलो हामी घिस्रेर आएको थियौँ त्यसलाई चाहिँ एउटा पापद्वारै भन्दो रहेछ जसले क्रस गर्न सक्यो ऊ चाहिँ धरमाथि भयो पापीहरू चाहिँ अलिक सक्नुहुन्न भन्ने कुरा रहेछ यो फेरि यस्तो नेपालको प्रायः यो गुफा जहाँ चाहिँ अलिकति धार्मिक आस्था जोडिएको हुन्छ प्रायः सबै गुफाहरूमा एउटा पापद्वार चाहिँ हुन्छ नै यहाँको पापद्वार चाहिँ अलिकति एक्सट्रिमली डिफिकल्ट नै रहेछ छ्यादादुलु घुमघाम पछि चाहिँ हाम्रो यात्रा चाहिँ अलिकति अन्यलपूर्ण भएको छ फर्स्ट कुरा चाहिँ हामीले लन्च कहाँ खाने कसो खाने टुङ्गो लागेको छैन अब त्यहाँबाट चाहिँ हाम्रो वडाध्यक्षज्यूले यता वडा सदस्यको घर तपाईँहरू 20-25 मिनट भेट्नुहुन्छ उहाँहरूले व्यवस्था गर्नुहुन्छ भनेर हामी चाहिँ त्यहाँबाट निस्केर कच्चीबाट निस्केर रोडको बाटो समातेर हाम्रो वडा सदस्यको घरतिर जाँदैछौँ अनि यो रोड चाहिँ फेरि यो बारपाक सुलीकोटको नाममा रहेको सुलीकोट डाँडा जाने बाटो 1.5 घन्टा नै लाग्छ होला त्यहाँ पुग्नलाई अनि त्यहाँबाट फेरि ओह्रालो झरेर हामी देउराली बजार पुग्ने सल्लाह चाहिँ भएको छ दुविधाको कुरा चाहिँ के छ भने यो पनि रोडको बाटो हो तल पनि रोडको बाटो हो अब गाडीहरू चाहिँ बिहान आफ्नो टाइममा हिँड्ने भएकोले गर्दा हामीले अब गाडी चाहिँ भेटाउन सकेका छैनौँ त्योभन्दा ठुलो समस्या चाहिँ अब ठाडै नभए पनि अलिकति उकालो छ अनि त्यो गुफा घुमघाममा पनि अलिकति हाम्रो एनर्जी ड्रेन भएर थोरै भोक लागेको अवस्था पनि छ गाउँठाउँ आइसकेर पनि अलिकति यात्रा चाहिँ आजको पनि हाम्रो कठिनै हुन्छ होला तर एट द एन्ड अफ द डे हामी चाहिँ 3-4 बजे भए पनि एउटा गाडी समातेर आजै काठमाडौँ फर्किने योजना छ अब यो छ्यादादुलुबाट हिँडेर जङ्गल रोडको बाटो काटेपछि पहिलो गाउँ भेटायौँ हामीले अनि यहाँ चाहिँ हाम्रो साथीहरू छिरेर यसो हाम्रो
ज्ञानु दिदीलाई भात पकाइदिनुहोस् न भन्ने अनुरोध गरेर दिदीले मान्नु भएको छ। अनि दिदीकै चुलामा बसेर हामी चाहिँ अब भात यहाँ पकाएर खाने भयौँ। यता ग्यासमा दाल बसाइसक्यौँ, यहाँ भातको लागि रेडी हुँदैछ। अब जे जस्तो पनि थ्याङ्कफुल्ली भात चाहिँ खान पाइने भयो। दिदीकै कुरा अनुसार यहाँबाट चाहिँ हिँडेर गयो भने देउराली चाहिँ 1.5 घन्टा अरे। यो हाम्रो यात्रामा चाहिँ अब आज खाना आफैले पकाउनु पर्ने, अनि जसो तसो दिदीकोमा के छ सबै व्यवस्था गरेर खान लाग्छौँ। अनि त्यही बेला यो नसोचेको हाम्रो सुलोचना क्रिएसनको चिकनको अचार एकदम काम लाग्नेवाला छ। यो चाहिँ मैले हाम्रो हेमन्तजीको पोडकास्टमा जाँदा गिफ्ट पाएको, तर उहाँहरूलाई एकदम धेरै धन्यवाद भन्न चाहन्छु। आज हामीले एउटा प्रण गरेका थियौँ यो ट्रिपमा हिँड्दा चाहिँ एक दिन पनि शाकाहारी नखाने भनेर, त्यो चाहिँ आज यसले पुरा गर्दैछ। खानापछि तल सडक भेट्ने ठाउँमा गाउँपालिकाबाट देउरालीसम्म जाने गाडीको व्यवस्था भयो। एकछिन गाउँपालिका कार्यालय छिरेर हामी जनयुद्ध स्मृति पार्क र सङ्ग्रहालय पनि घुम्न गयौँ। यो ट्रेकको एन्ड पोइन्ट चाहिँ हामीले देउराली भनेर राखेका थियौँ, तर देउरालीभन्दा थोरै अगाडि यो पन्द्रुङ भन्ने ठाउँमै हाम्रो पैदल यात्रा चाहिँ सकिँदैछ। जम्मा 4 दिन भयो र 4 दिनमै हामी काठमाडौँ पुग्न लागेका छौँ। तर त्यो 4 दिनमा हामीले अब देखेको संसार कल्पना गर्दा चाहिँ अब कति धेरै चिज, कति धेरै ठाउँ, कति धेरै अनुभव, हिमालको कति नजिक पुगेर आएको छौँ। यति धेरै सम्झना, यति धेरै एक्सपिरियन्स वाला ट्रेक, त्यो पनि 4 दिनमा सकिँदाखेरि चाहिँ हामी पनि एक हिसाबले आश्चर्यचकितै छौँ। अब हाम्रो यात्रा चाहिँ यहीँ सकियो। धन्यवाद। घुमन्ते घुमन्ते हामी सबै घुमन्ते, नमस्ते नमस्ते सबै